नमस्कार एमाले, नमस्कार एमाले। सम्झाउनु पर्यो के हजुरको महेश दाइलाई सम्झाउनु पर्यो, केपीको झट्केलो छोरोलाई सम्झाउनु पर्यो के। यस्तो हेर्नुस् त नाङ्गै भुतुङ्गै है केटी समाउँदै बुढेसकालमा यस्तो त गर्नु भएन नि राजाहरू। सम्झाउनु पर्यो के हजुरहरूको नेतालाई कठै कठै कठै। हुन त केपी बाले मान्छे मारेर नि राजनीतिकमा आएको म भनेर आफैले खुलासा गरेर हिँडेपछि अब उहाँ पनि म पनि बलात्कारी नै भएर हिँड्छु भनेर हिँड्नु भएको हो कि के भएर हो खासमा। यस्तो नाङ्गै है कच्छै नलाइकन पुरा लुन्ठुङ लुन्ठुङ त नहिँडे भए हुन्थ्यो क्यारे। हेर त ओहो, हक्नेलाई भन्दा पनि देख्नेलाई लाज भने जस्तो। हेर त अब केही दिन पछाडि त्यो इन्डियामा निस्किएको थियो नि भाइ बहिनीको 19 मिनटको काण्ड, त्योभन्दा खतरा निस्किनु बेर छैन। अब भोगटे लालको निस्क्यो भने त राम 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 हेर्नको फर्सा तु लाग्यो मलाई।